बनाई हर की आटे देखिन हो कि एकछिन ल पाँचजना बाबा परिनै बजेमा हालिदिन्छ आलु त कस्तो भयो होला है के हान्ने रे आलु ओ एउटा थालीले नान आलु चलाएको थाली चाहिँ दिन्छु मैले मगर पूरा लाइन बनाए रोप्ने भनेर पूरा एउटा होलन बनाएर राखे पछि फेरि सम्झना थियो सुत्ने भयो राम्रो ठुला ठुला केरा बिउ रोपे भयो त आमा ठुल्ठुला फाँस हुँदैछ मगर हाम्रो बिउ जस्तो उस्तै हुन्छ कि बिउ राम्रो रोप्ने हो भने त बनाएर रोप्ने हो भने तोरी पनि ठुल्ठुला हुन्छ है अनि किचरे भोगिँदा त अलगको टमाकै टर्नै थियो त नि आमा यो त जाने नि जिउ हाल्न लाग्यो केसरी हाल्न लाग्यो कि यो त पर पुगेछ भोलि गर्दैन त्यस्तो लाग्यो मलाई
को बासु मै मासु भन्छ के हो? फेरि के रहेछ होला अलि लिनु त यति डबल कस्तो मुख छ नि घरि यति लिने भने घरि यति लग भन्ने यति लिएर आएको छु नि। हेलो बना बाई बाई गर गाइसलाई बाई बाई हेलो गाइस बना हेलो गाइसमा मासु खान लासुमा हल्का सा मैं बच्चों को ओ बाई बाई नि गर के गाइसलाई टक्क मासु दिनु त भाइ नमस्कार दामा पैसा त उ त्यस्तो मानवले यस्तो मोबाइल समाज छै त्यस्तै गर्दा हिँड्दै गर्ने हो भने पैसा आउँछ धेरै दुःख गर्नै नपर्ने आफ्नो चलाइ माथि हुनु पैसा त मोबाइल चलाएर नि पैसा आउँछ घरै सब जान्नु पर्यो क्या आफूले युट्युब हाल्ने त्यो भिडियो बनाउने हाल्ने गर्ने हो भने पैसा हेलो गाइस वेलकम टू माय बैक टू व्लॉग न त मन त मान तू तल खान नली वाला बारमा पुराने विचार हो मीट एंड राइस वी आर ईटिंग मीट एंड राइस You are eating, okay? ल बाबु बाउ एउटा कोला यम्मी Tomato.